सोनिका ब्लग 707 र तपाईहरु सबै सन्चै हुनुहुन्छ भन्ने आशा गर्दै र आज पनि मैले एउटा सानोबटे ब्लग लिएर आएको छु है। र आज चाहिँ हामी घर फर्केको हो। हाम्रो चाहिँ छुट्टी थियो नि त कलेजको, एक हप्ताको छुट्टी छ, त्यही भएर चाहिँ हामी घर फर्केको नि त। आज चाहिँ गाडीहरु पनि कुनै पनि नआएर चाहिँ हामी चाहिँ बसमा छु। हेलो सबैलाई, हामी चाहिँ अब घर गएको, घर जाने एकदमै हामीलाई मजा आइरहेको छ। आज चाहिँ हामी बसमा फर्स्ट टाइम भएर चाहिँ कस्तो इच्छा थियो है, र इच्छा पनि पुरा भयो। र तपाईहरुलाई चाहिँ आज हामीलाई सानोबटे ब्लग देखाउने छौँ, हेर्दै गर्नुहोस्। सोनिकालाई लाइक शेयर कमेन्ट गर्नुहोस् होला। थ्यांक यू। र तपाईहरुले यहाँनिर देख्न सक्नुहुनेछ यस्तो जाम भइरहेको छ है यहाँ कालिम्पोङ यहाँनिर स्ट्यान्डमा चाहिँ। र घाम पनि अब यस्तो डरलाग्दो घाम लागिरहेको छ, गरम चाहिँ गरम, यति डरलाग्दो गरम छ, यति डरलाग्दो गरम छ। हामी मङ्पूतिर चाहिँ पानी पर्ला जस्तो भइरहेको छ भन्दै थियो है। र यहाँनिर चाहिँ यस्तो डरलाग्दो घाम लागिरहेको छ। र हामी चाहिँ यहाँबाट स्ट्यान्डबाट निस्किसकेको छौँ है। गरम चाहिँ यस्तो डरलाग्दो गरम भइरहेको छ, घामले चाहिँ यस्तो डरलाग्दो लागिरहेको छ है। अब बसमा चढेको, बसमा त अलिकति ढिलै हुन्छ है। र हेर्दै गर्नुहोस् तपाईँले मेरो सानोबटे ब्लग। हेलो गाइस, हामी चाहिँ अब भर्खर कालिम्पोङबाट हामी चाहिँ रम्बीसम्म बसमा आए। अब यो बसमा चाहिँ हामी तर बस्नु सकिनँ, किनभने बसमा एकदमै हामीले ज्यादा उफारेर हामी बस्न सकिनँ। अन्त हामी यहाँ अब गाडी पर्खिरहेको छु। र यहाँनिर छ हाम्रो सोनिका, तनिषा। हेलो, अब हामी कहिले गाडी आउने भनेर हामी पर्खिरहेको छौँ। यहाँनिर गाडीहरू आउँदैछ तर हाम्रो गाडी आएको छैन। अन्त तपाईँहरू हेर्दै गर्नुहोस् होला हाम्रो ब्लग, सोनिकाको ब्लग। ओके, बाई बाई। र हाम्रो यहाँनिर गाडी पनि आइसकेको छ। यहाँनिर बल्ल बल्ल हाम्रो गाडीमा आइसक्यो है। र अब हामी यहाँ सामानहरू हालेर हामी जानेछौँ। र हामी यहाँ साथीको घर पनि आइसकेको छु। ओके, बाई बाई। एक हप्तापछि भेटौँ। कल गर्दै गर्नु। बाई बाई। भेट्दै गरौँ ल। म पनि घर आइसकेको छु है। र बसमा ट्राभल गर्नु चाहिँ एकदमै साह्रो पर्दो रहेछ। हामी त चाहिँ कालिम्पोङदेखिको रम्बीसम्म मात्रै ट्राभल गरेको है। र त्यसैले तपाईँहरूलाई मेरो भिडियो कस्तो लाग्छ है, मन पऱ्यो भने लाइक सेयर कमेन्ट सब्सक्राइब गरिदिनु नभुल्नुहोस् होला। र तपाईँहरूसँग म भेट्नेछु नेक्स्ट भिडियोमा। बाई बाई।